अरू नि हाल्नै छ नि त। अनि यो चाहिँ अदुवा लसुन जिरा सिरा जाइफल साइफल धनिया सबै थोकको पेस्ट होइन। लङ सुकुमेल दालचिनी अनि टिमुर सिमुर सबै थोक छ है यसमा। नुन बेसार मसलो अदुवा लसुन सबै थोकको पेस्ट राखेर यसरी मजाले एकछिन सबैतिर लाग्ने गरी चलाउने होइन। यसको स्वाद चाहिँ सबैतिर लागोस् क्या, कतै धेरै कतै थोरै नहोस् भनेर यसरी मसै 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 चलाउने। यसरी चलाएपछि सबैतिर यसको पस्यो। कति मिठो बास्ना हुन थालिसक्यो। सबै थोकको हर बास्ना आइन्छ होइन बिहान बिहानै। अब यसलाई मजाले घिउ हाल्ने। भिडियो अन त गर्न देखिरहेको थिएन फेरि। अब यो घिउलाई सबैतिर लाग्ने गरी यसरी चलाउने। चलाएपछि यस्तो मिठो यस्तो बास्नादार यति नखाए नि खाम खाम जस्तो अनुहारमा देखिरहेछ नि। सबैलाई मनपर्छ यो खानेकुरो। यस्तो मनपर्छ कि कसैलाई एकपल्ट खाएपछि अर्कोपल्ट कसरी बनाएर खाने होला भन्ने हुन्छ। त्यही भएर सबैले बनाएर मिठो गरी खानु होला। माया सङ्क्रान्ति स्पेसल हाम्रोतिर त खित्रो यसरी पकाइन्छ। तपाईँहरूकोतिर के खाइन्छ ल हेर्नुहोस् है त। नखाए नि खामखाम जस्तो बन्यो कि बनेन। यस पकाएको देख्दै रहर लाग्दो मिठो नभए नि होला जस्तो भइसक्यो। बिहान बिहान कति मिठो बास्ना आएको। आगो यहाँ आगो बलेदेखिको टक्क दुइटै आवाज निकाल्ने। यताबाट गर्दा आगो बलेकोदेखिको आगो बलेर फक 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 लाग्यो। क्यामेराबाट यताले आगो गोरुको साथ फटफट गरे।